हेर्नु न गाई बिरामी भएर यत्रो एक साँझमा 6 लिटर दुध दिन्थ्यो, यो त छेरेर हेर्नु न यहाँ यस्तो गाह्रो भइरहेछ। डाक्टर साहब बोलाएको, यसलाई चाहिँ राम्रो उपचार गरिदिनु है। गाई धेरै कमजोरी भएर चाहिँ हेर्नु न यहाँनिर यत्रो धेरै दुध दिने गाई। अब यहाँ हामी चाहिँ डक्टरलाई बोलाएर चाहिँ हामी यहाँ के छ कसो छ चेक गर्न लगाएका छौँ होइन। फलाम चेक गर्दैछौँ निलेको यहाँनिर। छ कि भन्ने आशंका छ। फलाम निलेको फलाम निलेको छ कि भन्ने आशंका गरेको, दिनदिनै दुब्लाएर गयो। अनि छेर त साह्रो। त्यही त लास्टै गाह्रो भयो नि, यत्रो ठुलो गाई, यत्रो धेरै दुध दिने गाई। सास सुवा 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 गर्छ, खोक्छ। निकै लामो भयो होला यो। तपाईँको यो लगभग 1.5-2 महिना भयो नि। यसलाई काँटी किल्ला त देखेको छैन है। हजुर। कहिले काँटी किल्लाले पनि हुन्छ, तर काँटी किल्लै चाहिँ प्रमुख समस्या भन्ने चाहिँ हुँदैन। अब यसको चाहिँ तपाईँको के छ भने श्वास गर्छ, खोक्छ भने चाहिँ खोक्समा इन्फेक्सन छ, खोक्समा एलर्जी, खोक्समा केही समस्या आयो भने श्वास प्रश्वासको समस्या आउँछ, अनि ख्यास ख्यास हुने, अनि खोकेको बेला चाहिँ सास फेर्न गाह्रो हुने, राल सिँगान हुन्छ। गर्मीको कारणले पनि हुन्छ हुन चाहिँ। अब यसलाई म अहिले औषधि एक दुईवटा चलाइदिन्छु है। अनि गाईलाई बिहान र बेलुका 2 टाइम नुहाइदिनु। यो गर्मी छ है, गर्मीमा चाहिँ धक छ, हेर्नु त ऊ त यति बिहानै धकिरहेको छ त्यो गाई। त्यो गाईलाई देखाउँदा नानी हो त र सर, धकेन भने त धकिरहेको छ नि। यो भने गर्मीले धकेको, स्ट्रेस तनाव छ ब्याउने गाई। भित्र बच्चाले पनि शरीरको के एलर्जी एनर्जीहरू तानिरहेको छ, क्यालोरी पुग्दैन है। त्यही बिहान बेलुका नुहाइदिने, अनि ग्लुकोज पाउँछ एउटा पशुलाई खुवाउने, त्यो ग्लुकोज खुवाउने। अनि सक्खर पाउँछ भने दिनको 100 ग्राम दुध त्यही गाईलाई सक्खर पनि दिनु। हजुर धेरै दुध दिइरहेको गाई बिरामी भयो, बहुत टेन्सन भएको छ हामीलाई त। अब यहाँ मेरो अङ्कलको हो क्या यो गाई चाहिँ। दुध कति छ यसको बिहान बेलुका? अहिले यस्तो छ, हेर्नु न, गाई यस्तो छ, यो कहाँबाट पत्याउनु छ र। हेर्नु, यो गाईले बिहान 6 लिटर दुध पुर्याउँछ, बेलुका 4 लिटर दिन्छ। यो अहिलेसम्म चाहिँ यही ढोड अनि पराल पनि सकिएको छ। ढोड अनि मकैको खोले चाहिँ उहिले पहाडमा मान्छेले भात खाए जस्तै खुवाएको छ है। पकाएर खुवाएको छ। चोकर बराइन यस्तो केही पनि खुवाएको छैन अहिलेसम्म। एक त जनावरलाई पकाएर खुवाउन आवश्यक पर्दैन हैन। हजुर, सक्नुहुन्छ भने काँचै दिनु। तपाईँलाई फेरि लागेको बानी अब पुर्खादेखि चलेको चलन, काँचै दियो भनेपछि मनले मान्दैन, आगो जोड्नै पर्छ बिहान उठेपछि होइन। त्यो त पकाएर दिने बानी हुन्छ। अब त्यो काँचै दिँदाखेरि अब त पहिलादेखि बानी नै पर्यो नि त। छैन, दाना खुवाएको पनि छैन, चोकर बराइन खुवाएको पनि छैन। तपाईँको दुध उत्पादन यो जर्सी जातको गाई हो, यसलाई यो ढोड र परालले मात्रै हुँदैन हेर्नु है। हजुर, अलिकति उन्नत जातका घाँस पनि लाउनु, अनि दाना खुवाउनु पर्छ अनिवार्य। त्यो मकैको खोलेर ढोडले यो तपाईँको यो चाहिँ के हो, नेगेटिभ एनर्जीमा गयो, शरीरको फ्याट पक्रेर चाहिँ दुध उत्पादन भयो। दुध उत्पादन गर्न त एनर्जी क्यालोरी चाहियो नि त। त्यो क्यालोरी चाहिँ यसको शरीरको बोसोले पुरा गर्ने भयो। बोसोले पुरा गर्ने क्रममा दुध त आएको छ 10 लिटर, अब हेर्दा त 2 लिटर पनि छैन जस्तो हेर्दा त। अनि 10 लिटर दुध दिनका लागि दिनको 3.5 किलो दाना चाहिन्छ यसलाई। 3 किलो दुध बराबर 1 किलो दाना खुवाउनु। भनेपछि खसीलाई जतिकै पोस्नु पर्ने पोस्ने हो एकदम। त्यति गरेपछि अब तपाईँले के भन्नु नभन्नु, फेरि दाना अहिलेसम्म 3 किलो दाना सम्झिँदाखेरि 150 रुपियाँ कति कसरी किलो छ? 50-55 रुपियाँ किलो होला। दिनको 100-150 रुपियाँ त खान्छ यसले, 150-200 रुपियाँ। त्यो चाहिँ के गर्ने भने 3 किलो दुध बराबर 1 किलो दाना थप्दै जाने है। अहिले बोला गाईको जुनसुकै गाई होस् है। अब अहिले यो के छ भने अहिले बलियो छ नि, अब यो ब्याउनको लागि तयारी भयो, उसले शरीरमा फ्याट क्यालोरी लिइरहेछ। अहिले शरीरलाई त जति फ्याटी भयो, जति बोसोदार बनायो, पछि उत्पादन क्षमता त्यति ज्यादा हुन्छ। हेर्नु, पछि 1 महिनामा हेर्नु त यो पनि झिटी भइहाल्छ, हो कि भन्नु त। हो, त्यो चाहिँ के भयो भन्दाखेरि दुधमा सबै क्यालोरी एनर्जीहरू चाहिँ सबै दुधमा आयो, आहाराहरू राम्ररी पुगेन। त्यसलाई पनि तपाईँको आहारा राम्ररी नपुगेको हो है। यसलाई तपाईँले पहिलो कुरो दाना खुवाउनु। दाना 3 किलो दुध बराबर 1 किलो दाना, 10 लिटर दुध छ भन्नुभयो,
नसक्दा पनि 3 किलो दाना खुवाउनु, अरू मकै किना के खुवाउनु हुन्छ त्यो त्यही लिमिटले खुवाउनु, केही फरक परेन। त्यसरी खुवाउनु। अनि एउटा मिनरल म लेखिदिन्छु, अनि एक दुईवटा औषधि लगाइदिन्छु यहाँ अहिले। अनि गाई कस्तो हुन्छ भित्र नामले जुकाको औषधि खुवाउनु भयो नि? खुवाएको नामले चाहिँ कोनी खुवाएँ जुकाको त्यो नामलेकै खुवाएँ, जुका त अब छन् छैन। अनि तपाईँको यो छेरेर अनि औषधि नामले जुकाको औषधि खुवाउँदाखेरि पनि कति कति महिनामा खुवाउनु? यो मुङ्सिरमा खाएको थियो, हिजो अस्ति भर्खर खाएको। अहिले यो दबाई खाएको त्यस्तै 10-12 दिन भयो। 4 महिनामा एकपल्ट नामले जुकाको औषधि खुवाउनु है। 3चोटि भयो नि वर्षमा, 3चोटि चाहिँ औषधि बदलेर बारम्बार एउटै औषधि झोल औषधि भनौँ केही ल्यायो होइन। के हो भने अल्बेन्डाजोल फेल्बेन्डाजोल 80 किलोजन नाइट तपाईँको धेरैवटा औषधि हुन्छ। बारम्बार एउटै औषधि नखाउनु, फेरि औषधिले पनि भने जस्तो काम गर्न सक्दैन है। त्यस कारणले त्यसरी गर्नु। अनि दाना अनिवार्य छ पशुलाई। यसलाई कि त लोकल गाई पाल्नु पर्यो, यो खालको गाई पाल्ने हो भने यो ढोडफारा मात्रै चाहिँ हुँदैन है। गाई भित्रिक्क बस्छ 2-4 दिनमा। हामीलाई जानकारी नभएर हो क्या यो? अब थला पर्छन् नि गाईहरू, भएकै यही हो। पिटेसिसमा जान्छ, अनि पिटेसिसमा गइसकेपछि गाई अब त्यो त डिप्रेसनमा छ, हर दिन डिप्रेसनमा हो गाई। सुस्त भएर बसिरहन्छ, एनर्जी छैन, शरीरको फ्याट पग्लै छ, त्यही त भन्छु त। कमी छ है। अब हामीले चाहिँ एकदम लोकल तरिकाले सानो लोकल गाई पाल्ने हिसाबले पालेर चाहिँ हामीले होइन अब त्यो हिसाबले गऱ्यौँ। उत्पादन लिन सकिँदैन। त्यही भएर अब हामीलाई जानकारी थिएन नि त, हजुरले जानकारी दिनुभयो, अब ज्ञान भयो हामीलाई। ढाडको लेन्थ, यसको आकार ठ्याक्कै हेर्दाखेरि यो जर्सी गाई छ। यसको उत्पादन क्षमता 14-15 लिटरसम्म दुध दिने खालको छ। यसो ज्ञान हेर्दा त्यसरी खुवाउनु, दुध पनि बढ्छ, गाई पनि स्वस्थ हुन्छ, गाई बाली जान्छ। वर्षमा एकचोटि गाई ब्याउनु पर्छ, बालिसकेपछि वर्षमा एकचोटि गाईको उत्पादन लिन सकिएन भने किसान घाटामा जान्छ हो त है। त्यसो गरेर पाल्नु ल। छिटो ठिक हुने एकदम उ गरेर चाहिँ इन्जेक्सनहरू के गर्नुपर्छ। अब मिलाएर औषधि गरिदिनु। अब हामीलाई त यसले त फेरि गाह्रो छ नि, हेर्नु न यत्रो। खोकी पनि घट्दै जान्छ, खाना पनि रुचाउँदै जान्छ बिस्तारै बिस्तारै। अब यो साधारण हामीलाई चाहिँ यो गाउँले तरिकाले पाल्ने तरिका मात्रै थाहा छ कि। अनि अब हजुर आउनुभयो र बेलामा जानकारी पाइयो, अब चाहिँ अलिकति हामी सुधारेर यसलाई